लुक्का सोफाफुल्ला आइगो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि त्यस पछाडि यो चाहिँ खासमा पोस्ट सोट हो कि मेरो भ्लग अलमोस्ट रेडी भइसक्यो। वेलकम वाला पार्ट छुट्टै छ। अनि फेरि मेरो क्युट अडियन्सहरूलाई वेलकम त गर्नुपर्छ। त्यही भएर चाहिँ आजको यो सुट अलिकति स्पेसल पनि छ। कतै अरू ठाउँ नै जाँदैछु तर अरू ठाउँको आडमा अरू ठाउँको भ्लगको लागि इन्ट्रोडक्सन भिडियो बनाइरहेको छु। अनि आफ्टर लङ टाइम चाहिँ हजुरहरू सबैजनालाई जुनो आले मगरको आइडी भ्लग्स 25मा चाहिँ स्वागत छ। धेरै माया हजुरहरूलाई अहिलेसम्म साथ सपोर्ट गरिराख्नु भएको छ। अनि लेट्स टेक यु गाइज समवेयर यति हेभेनली प्लेस, यति अन्डर रेटेड प्लेस होइन, एकदम प्रमोट गर्न पर्ने खालको ठाउँ छ। ल स्टे ट्युन गाइज, स्टे ट्युन। 2 hours later. हेलो गाइज, हामी चाहिँ सिङ्गुरी टिम अब उदयपुर जाँदैछौँ। हाम्रो शान्ति सर, मिस हेलो हाई। हामी चाहिँ कहाँ छौँ अहिले? हामी विमानमा छौँ होइन, उदयपुर जानु आँटेको। अहिले चाहिँ हामी विमानमा छौँ अनि हामी चाहिँ एकदम धेरै रमाइलो गर्छौँ। अहिले चाहिँ रेन पनि फल हुन आँटेको छ है, यसरी फल जस्तै। ल गाइज स्टे ट्युन। 5 minutes later. Much later. 3:30 बजेको यस्तो घाम छ साथीहरू, सकिन्न। अहिले चाहिँ हामी हिमालयन रेसर्टमा छौँ। अब हामी यहाँबाट बस चेन्ज गरेर रौता जान्छौँ होइन त शान्ति सर? यस, लेट्स गो रौतामा। Much later. गाइज हामीहरू चाहिँ यहाँ लाङ्घाली गाउँ हो कि समथिङ चोक चाहिँ लेखिरहेको थियो। त्यहाँ आएर एकछिन 5 मिनट बायो ब्रेक, त्यस पछाडि पानीहरू रिफिल गर्ने भनेर रोकेको छ। गाडी त्यही हो, देख्न सकिहाल्नुहुन्छ। गाइज स्टे ट्युन। हामी चाहिँ होइन चटपटी खाँदैछौँ, तपाईँहरू नै भिजिट गर्न सक्नुहुन्छ। ओके, कस्तो मिठो चटपटी छ। प्रदीप सर हजुर हजुर। ल साथीहरू, हाम्रो पिच बाटो चाहिँ अब सकिसकेको छ।
अनि पानी पनि परिरहेको थियो ग्लासमा पुरै पानी आइरहेको छ है त्यही पनि सधैँ क्लियर किन चाहियो र लाइफमा कहिलेकाहीँ त दुविधामा पनि परिन्छ नि त लाइफको बाटो सधैँ क्लियर हुँदैन त्यही भएर यही सिसामा मैले खिचिदिएँ अनि यहाँ आएपछि चाहिँ हाम्रो गाडी अड्क्यो कट्न सकेन होइन अनि यो डोजरले बाटो बनाइदिइसकेपछि बल्ल हामीले फेरि उकालो लाग्ने प्रयत्न गऱ्यौँ यहाँ साथीहरूले एकदम चियर्स गरिराख्नु भएको छ है हेर्नु होला है चियर गरिराख्नु भएको छ क्या गुरुजीलाई रमाइलो भएको थियो यसरी नै रमाइलो गर्दै गर्दै हामी चाहिँ रौताको निकास बजार आइपुगेछौँ साथीहरू यहाँ मलाई गाइड गर्ने चाहिँ नवराज सर हुनुहुन्थ्यो है उदयपुरबाट उहाँको आवाज पनि अलिअलि ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ हजुरहरूले यो ठाउँ आइपुग्यो भन्दै उहाँले मलाई गाइड गर्दै हुनुहुन्थ्यो अनि यो ठाउँलाई चाहिँ छोडेको होला सर्ट लिन मन लाग्यो होला आएर किन है कति राम्रो लाग्यो कि अनि त्यही भएर हामी खासमा नमनता होमस्टे जाँदै गर्दाखेरिको सिन हो यो गाउँलाई छोडेर जाँदै थियौँ अनि हरियाली घरहरू कति राम्रो थियो कि त्यही भएर खिचेको Few minutes later. भिडियो चाहिँ आउनु पर्यो हामीले हामीलाई स्वागत छ हामी त आयौँ पो कसो पो गर्ने होला अहिले यतै राखिराखौँ है जुन मिस पाउनुभयो फुल हार्दिक स्वागत छ धन्यवाद नमस्ते त्यस पछाडि पाएको फुललाई हामीले यसरी टाउकोमा लगायौँ अनि त्यसरी सेल्फी खिचे ग्रुप सेल्फी पनि खिचे सबैजनासँग रमाइलो भयो गाइज Next day. हेलो गाइज गुड मर्निङ फ्रम रौतामै हामी चाहिँ अहिले होमस्टे हामी माथि बसेको घरभन्दा अलिकति तल वासरुमको लागि आएको छौँ त्यहाँ माथि प्याक भएर अनि मौसम चाहिँ यस्तै छ है गाइज चिसो है स्टे ट्युन गाइज स्टे ट्युन अनि यहाँ त कति धेरै कुखुरा रहेछ कि बिहान चराका आवाज नसुन्ने नि हामीले धेरै कुखुराहरू देख्यौँ र कुखुराहरूको च्याइ सुन्यौँ त्यही भएर हजुरलाई पनि देखाएको गाइज हामी चाहिँ अब मर्निङ वाक चलिरहेको छ हामी 4-5 जना चिडियाहरूको अरू त के गरेर थाहा छैन जोइन गरेको होइन मैले छेकेर पनि छेकिनु हुन्न पिर नगर्नु मलाई चाहिँ कहिले जुन मिसको भ्लगको यति एक्साइटमेन्ट हुँदैन थियो यसपालि के भएको 5 minutes later. हेलो गाइज आज मेरो मिटिङ भइसक्यो गुड मर्निङ गाइज फ्रम रौता होइन कुन होमस्टे हो आनन्द भाइ यो होमस्टेको नाम के अरे नामन्दा होमस्टे ओके नामन्दा होमस्टे हो है गाइजहरू हेर्न सक्नुहुन्छ आउन सक्नुहुन्छ यतिर
राम्रो छ ल यसरी हो गाइस हाम्रो दिनभरिको इभेन्ट सकिसकेपछि चाहिँ थकाइ मेटाउनको लागि हामीले क्याम्प फायर गऱ्यौँ अनि त्यसपछि सिङ्गिङ डान्सिङ भएको थियो गाइस लास्टै रमाइलो भएको थियो है वु The next day. हेलो गाइज गुड मर्निङ आज चाहिँ डे 3 हो हाम्रो उदयपुरमा अनि हामी चाहिँ हाइक जाँदैछौँ है फेरि हामी यति 2 जना मात्रै होइन अरू पनि हुनुहुन्छ ओ सन्देश चौका चलिरहेछ लेट्स गो गाइज कस्तो छ है त 2 hours later. गाइज हामीले भन्ज्याङ जस्तो ठाउँमा आएको छौँ सी उनीहरू स्ट्रेट लाइन हामी चाहिँ ठाडो उकालो हिँडेर माथि आयौँ है माउन्टेन रेन्ज देखिँदो रहेछ क्या वाह बाटोभरि जुका चेक गर्दै जुका टिप्दै चिच्याउँदै कराउँदै डराउँदै हामी चाहिँ फाइनली माथि भ्यू पोइन्टमा आइपुग्यौँ गाइज सी द भ्यू यत्रो हो कि हाम्रो हिँड्नु पनि पर्दैन यहाँ यत्रो हिँडेर आएको यहाँ भित्र खोल्ने हावा तपाईँहरूले दोलखाका बारेमा सुन्नु भएको होला होइन जिरी सैलो त्यसरी कोरी कता 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 यो ठाउँ पनि अन्डर एस्टिमेट गर्न लायक चाहिँ छैन दामी छ कि यो ठाउँ दामी ग्रिन चौरी उस्तै राम्रो छ बादल बादल उस्तै छ एकैछिनमा कुहिरोले ढाकेको छ कि पहाड ओ माई गड दामी गाइस दामी ब्याक क्यामेराबाट देखाउँछु नि हेर्नुहोस् न यहाँ चाहिँ राम्रो चाहिँ के भन्नु आफू सबै आफ्नो आफ्नो पालमा बिजी सी गाइज ओ माई गड ओ माई गड ओ माई गड देखो न गाइज टोलीहरू बिजी आउँदैन म चाहिँ हिँड्दै आउने गाइज फाइनली रौता आइपुग्यो है रौता माई टेम्पल यो चाहिँ बाटो होइन खासमा म चाहिँ चोरी बाटो आइरहेको चाहिँ भिडियो गर्नुलाई यो रौता पोखरी यो चाहिँ सरी यो चाहिँ पोखरी यो चाहिँ मन्दिर आइपुग्यो गाइज 5 minutes later. त तपाईँहरू अब बेकार गइएछ भनेर रुवाबासी गर्दै आउलान् सोचेको थिएँ तर एक्सपेक्टेसन अनुसार भएन मान्छे अद्भुत रहेछन् अद्भुत शक्ति रहेछ हजुरहरूमा भन्ने मैले बुझेँ संसारी माया विचित्र छ त ल आइपुग्यो है फाइनली रौतामा आइपुग्यो मोस्ट रेकमेन्डेड है आउनु होला उदयपुर साइडमा हुनुहुन्छ भने चाहिँ प्लिज म यो ठाउँको वर्णन गर्न सक्दिनँ प्लिज आफै हेर्नु होला
साथीहरू हाम्रो रौताको हाइकिङ चाहिँ सक्यो। अब हामी सबैजना जाँदैछौँ तलतिर। अघि चाहिँ हामी भ्यू टावर होइन है, त्यो भ्यू पोइन्ट रहेछ, भ्यू टावर होइन एनटिसीको टावर, तर होइन सिन राम्रो थियो, वर्थ इट थियो है, वर्थ इट। अब चाहिँ हामी एक्जिट हुँदैछौँ ल। यता हाम्रो प्रदीप सर हेर्नु न थाकिसकेँ कि बोल्न नि सकिरहेको होइन। ल ल म त अझै हिँडौँ भएको छु। गाइज मलाई चाहिँ यो ठाउँ म आइराख्दा एउटा मात्रै गीत झुन्डिरहेछ क्या मेरो मुखमा। के नै छ यो पहाडमा दुःख बाहेक भन्नेवाला के। हेर्नु न मौसम एकैछिनमा हुसो आएको छ, एकैछिनमा कुहिरो आएको छ है मौसम। मैले चाहिँ सकुलेन्ट फुलेको देखेको थिइनँ है, इट्स माई फर्स्ट टाइम। दामी रह्यो। The next day. गाइज अब हाम्रो होमस्टेको बसाइ सक्यो। अब हामी जान्छौँ सिन्धुली। जाने सर जाने जुत्ताले साथो गऱ्यो होइन। अब चाहिँ बाटोको अलिअलि भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरहरू। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा। कमेन्टमा चाहिँ लेखिदिनु होला यो भिडियो कस्तो लाग्यो होइन। अनि कुन चाहिँ पार्ट चाहिँ यो भिडियोको राम्रो लाग्यो कमेन्ट डाउन है। अनि यसमा चाहिँ मिलियन भ्युज पुर्याइदिनु होला है हजुरहरूको साथ सपोर्टले गर्दा। अनि प्लिज सब्सक्राइब गरिदिनु होला है। थ्याङ्क यू। ल कुरा बुझ्नुभयो साथीहरू। हाम्रो चाहिँ 3 दिनको बसाइ समाप्त भइसकेको थियो। अनि हामी हाइकिङबाट फर्केर आइसके पछाडि चाहिँ सबैजनाले खाना खायौँ। अनि त्यस पछाडि झोला बोकेर हामी चेकआउट भयौँ नमन्ता होमस्टेबाट। अनि यो चाहिँ फर्किँदाखेरिको दृश्य हो। अनि ओभरअल राम्रै भयो बसाइ। त्यो एकदम माथिको ठाउँ चाहिँ अनएक्सपेक्टेड के लाइक त्यति राम्रो ठाउँ चाहिँ छैन होला नै सोचेको थिएँ है मैले पनि। तर एकचोटि जानै पर्ने खालको ठाउँ छ, वर्थ गोइङ छ है। तपाईँ जानुभयो भने पनि तपाईँले खर्च गर्दाखेरिको तपाईँको पैसा चाहिँ वसुल हुन्छ। त्यस्तो वेस्टमा जाने खालको ठाउँ छैन। यदि कोही सिन्धुलीबाट हेर्दै हुनुहुन्छ भने चाहिँ हजुरलाई चाहिँ हाम्रो सिन्धुलीसँग मिल्दोजुल्दो लाग्यो कि लागेन यो ठाउँ प्लिज कमेन्ट गरिदिनु होला। किनभने हामीलाई चाहिँ एकदम ज्यादा त्यो सिन्धुलीको बाहुतेलपुङ होइन, अनि त्यस पछाडि तोसराम अनि चनौटेवाला भाइब्स आइरहेको क्या यो ठाउँबाट। अनि ठ्याक्कै सिन्धुलीबाट अर्को सिन्धुली गएको जस्तै फिल भयो क्या मलाई चाहिँ। अनि रमाइलो भयो जे होस् होइन। नयाँ साथीहरूसँग भेटियो, घुलमिल हुने वातावरण मिलेको थियो। उहाँहरूको सिकाइ हामीले सिक्यौँ, हाम्रो राम्रो सिकाइहरू हामीले उहाँहरू समक्ष सिकायौँ। अनि रमाइलो भयो गाइज ओभरअल। हामीलाई बिदाई गर्न त नाग देवता पनि आउनुभएको रहेछ यार। यस्तो ठुलो थियो यो सर्प है, मेरो त सातो गएको क्या अगाडि बसेर। अहिले पनि जिउ काँपिरहेको मलाई यो देख्दाखेरि। ल बाई बाई गाइज। अब म फोटोग्राफर गाइज हिजो चाहिँ म एकदम ज्यादा थाकेको थिएँ, त्यही भएर म आउने बित्तिकै मिलाइहालेँ। अनि मैले लाइक म घर आइपुगेँ भनेर अनि त्यो मेरो युट्युबको लागि एन्डवाला भिडियो नै बनाउन भ्याइनँ भनौँ न, सक्दिनँ त्यो थकाइको कारणले गर्दाखेरि। हजुरहरूलाई कस्तो लाग्यो उनीहरूले यो बनाएको भ्लग वा हजुरलाई चाहिँ उनीहरूको यो भिडियोमा हेरिराख्दाखेरि कस्तो फिल भयो प्लिज कमेन्ट डाउन है। मलाई चाहिँ एकदम राम्रो लाग्यो त्यो ठाउँ, एकदम रिफ्रेसिङ, एकदम पिसफुल थियो। मन्दिरको भाइब उस्तै शान्त होइन, यति राम्रो भ्यू थियो त्यो। ओ माई गड, म त्यस्तो ओभर एक्जेजरेट गर्न त खोजेको होइन, तर राम्रो छ क्या। नेपालको चाहिँ कुना कुनामा त्यस्तो ठाउँहरू लुकेर बसेको छ होइन। त्यही भएर अब बिस्तारै बिस्तारै अब के भन्छ अनकभर हुँदै जान्छ होला। त्यो पूर्व हामी चाहिँ होमस्टेबाट हाइकिङ गएको थियौँ। हाइकिङ ट्रेल अलिकति लोकल गभर्मेन्टले प्लानिङमा राख्नुपर्छ होला, अलिकति ट्रेल डेभलप गरिदिनु भयो भने। अनि माथि भ्यू पोइन्टमा चाहिँ क्याफेहरू, त्यस पछाडि रेस्टुरेन्ट त अब आई डोन्ट थिङ्क अब कतिको पोसिबल हुन्छ त्यो त्यतिको माथिको ठाउँमा। के पोसिबल छ भने त त्यो पनि बनाउँदा भयो। अलिकति त्यसलाई ध्यान दिनु भयो भने चाहिँ एकदमै क्या त्यो
स्वर्गको टुक्रै थियो क्या एउटा सानो होइन मेरो मनमा चाहिँ एकदम राम्रै छाप छोडेको त्यो ठाउँले। अनि हाम्रो नेपाली जति पनि दाजुभाइ दिदीबहिनी हुनुहुन्छ जो चाहिँ घुम्न रुचाउनुहुन्छ प्लिज 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 डु भिजिट उदयपुर है। यो ठाउँ एकदम जानै पर्ने ठाउँ छ क्या, मस्ट गोवाला ठाउँ है। अनि फिडब्याक दिनु होला कस्तो लाग्यो हजुरलाई यो ठाउँ होइन। अनि कस्तो लाग्यो मेरो ब्लग त्यो पनि प्लिज कमेन्टमा भनिदिनु होला। साथीहरूलाई फ्यामिलीहरूलाई सेयर गरिदिनु होला, भिडियो लाइक गरिदिनु होला, अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज। थ्याङ्क यू फर वाचिङ, बाई बाई।